Whoa, guys. तीन बज्यो है त 3 बज्यो अब हामी निस्किदैछौँ अहिले चौताराबाट निस्किसकेको छु म ल बाई बाई 3 बजेर 10 मिनट गयो नि पानी पनि छिटायो सो हाम्रो चाहिँ 4वटा जति बाइक छ आशिष भयो ईशान भयो लक्ष्मण म 4वटा बाइक अनि एउटा हाइलक्स गाडी अगाडि हिँडिसकेको छ दाइहरू हुनुहुन्छ सिनियर दाइहरू बाफ्रे कुदाका सो यहाँबाट हामी जान्छौँ लोलाङको बाटो झोर निस्किन्छौँ डाइरेक्ट हामी आतङ्क मचाइदिने दुईटा डर बाइक यहाँ फेरि कुकुरले लड्छ क्या धेरै ईशान भाइसँग चाहिँ मेरो फर्स्ट टाइम राइड हो गएर दासीसँग चाहिँ सेकेन्ड राइड होला यो त्यही ठाउँ है त लास्ट इयर चाहिँ इङ्ग्लिस न्यु इयरमा गएको दिस टाइम इज नेपाली न्यु इयर 82 साल 2082 साल कालै पानी पर्छ ठुलै पानी पर्छ जस्तो सो अनि मैले क्रस फायर सोल्ड गरिसकेँ नि त मेरो 250 सो आइएम राइडिङ सिआरएफ वाह सो भर्खरै हामीले गुर्जे भन्ज्याङको पोस्ट क्रस गऱ्यौँ होइन अनि यहाँबाट चाहिँ सूर्य चौर भनेर धेरैले सुन्नुभयो होला तपाईँको यहाँबाट स्ट्रेट गयो भने चाहिँ सूर्य चौर हो यहाँबाट तर हामी जाने तलतिर हो तर बाटो पुरै भिजेछ पानी त रोकिसकेछ होइन छिटा त आएको छैन खासै हल्का आइरहेछ हो कि होइन टाइपको यो ओह्रालो झर्ना चाहिँ झ्याउ लाग्छ माथि उकालो आउन चाहिँ सजिलो मजा आउँछ यहाँबाट तल ओह्रालो जाँदा चाहिँ अल्छी लाग्दो खालको छ बाटो अलराइट काठमाडौँको एकदम गर्मी र घाम धुवा र धुलो एकदम पल्युटेड सिटी छोडेर हामी जाँदैछौँ दार्जिलिङतर्फ सो हाम्रो नयाँ वर्षको पहिलो दिनै हामी राइडबाट सुरु गर्न पायौँ होप यो वर्ष मल्टिपल अफ राइडहरू आओस् एकदम सक्सेसफुल राइडहरू आओस् त्यही भन्न चाहन्छु अनि हजुरहरूको पनि सबै आँटेको कुराहरू पुरा होस् आँटेको कुरा पुरा गर्नलाई यु निड टु बी अ हार्ड वर्क है हार्ड वर्क गर्नुपर्ने हुन्छ अनि स्मार्ट वर्क है अझ हार्ड वर्क भने त्यो गदा घोटेर घोटिन्छ सबसे धेरै गदा नै घोटिन्छ नि होइन अलिक स्मार्ट काम गर्नु पऱ्यो भन्छु म चाहिँ बी स्मार्ट वर्क स्मार्ट सो त्यही नै हो हाम्रो राइड करिब आधी घन्टा भइसकेको छ
डबल ओभरहेड क्याम्प छ भर्सेस सिआरएम गाडी पनि भेटाइरहेछ भाइको गाडी गाडी कसो भइरहेको राइड सो अराउन्ड 40 किलोमिटर राइड भयो अहिलेसम्म हामी चाहिँ ढिकुरेको लिकु भन्ने ठाउँमा आयौँ लिकु 1 ढिकुरे भन्ने ठाउँमा आइपुग्यो है त लक्सु अहिले बाइक चलाउने भाइको नाम चाहिँ लक्ष्मण बोरा लक्ष्मण दाजुभाइ ट्विन्स राम लक्ष्मण होइन हामी जस्तै आइडेन्टिकल ट्विन चाहिँ हो म झुक्किन्छु यिनीहरूलाई देखेर हो यो सो हामी ढुङ्गे आइसक्यो सो हामी ढुङ्गे आइसक्यो है ढुङ्गे भने त अझै 48 किलोमिटर रहेछ सो हाम्रो बाइकको हालत यस्तो छ सबसे धेरै भिज्नेको रहेछ पछाडि बस्ने खै मैले तिमीलाई ज्याकेट दिएर रात दिए हो किन हो नि के छ ठिक छ तिमी धेरै भिज्यौ एकदम भाइ के भाइको नाम चाहिँ के हो रोहित मेन केटा हो त्यहाँ 2टा बाइक 3टा बाइक हो मेरो त कपालै छैन के काट्नु भोलि बिहान है त पैसा लिन्छ लिँदैन 600 रुपियाँ चार्ज भने कपाल काट्यो हो 600 कि 700 रे 605 दियो भनेपछि खतरै रहेछ नि त दामी होला अब हामी बसौँ के खाउँ एकछिन बस्नु एकदम जाडो भएछ म आइपुग्नु राम लक्ष्मण है एकदम जाडो हो ल चिया आयो ल चियासँग तिनी अरूहरू रक्सी खान्छन् हामी चिया है यो हाइवेमा पानी पर्दा चाहिँ त्यही हो कि एउटा टर्निङमा पानी परेको छैन अर्को टर्निङमा फेरि हुर्र पानी पर्छ है रोकेर बस्यौँ भने के हो त्यस्तो लागेर बल्ल बल्ल आइपुग्यो मजाले आयो चिया र दुध खाँदैछ आजकै होला नि आज चिसोमा राइड हुँदैछ मौसमले डिमान्ड गरेको छ हाम्रो तातो दुनट तातो छ भनेर दिनुभयो नि त चिसो रहेछ चिया चाहिँ तातो नि बाफ्रे गाडीलाई चाहिँ हामीले लाइभ लोकेसन पठाइदिएछ पछाडि त्यो हेर्दै फलो गर्दै आउनुहुन्छ मामाहरू दिस टायर इज ड्युल स्पोर्ट है मेरो बिल्ड फर रोड एन्ड अफ रोड बोथ मिक्स हो तर यस्तो स्लसमा चाहिँ चिप्लिन्छ क्या बाफ्रे अयो भिजे केटाहरू भिजे एन्ड माई टायर इज नट द्याट ग्रिपी एट अल 50-50 हो क्या होइन छैन बिस्तारी यसलाई गियर ब्रेकिङ हुन्छ नि ढ्याक ढ्याक गऱ्यो भने यस्तै हो क्या बिस्तारी आनन्दले गर्ने हो केही देखाएन मैले त्यो डिएची अनि 300 हो कि 250 हो 300
going to sit down. Where is it? So total 68 km 548 भयो अहिले हामी यहाँ छौँ सेमसङ यो ठाउँको नाम के भने सामरी हैन त सामरीको बाबरीहरू हेलो के छ हालखबर ह्यापी न्यू इयर है सबैलाई ह्यापी न्यू इयर ल बल्ल घाम लाग्यो है यहाँ सो हामी एकछिन काठमाडौँ कलङ्की थाहा छ त्यही होला हामी अझै उता धादिङतिर जाने हो यहाँबाट आज उतै बस्ने ओहो मैले नुहाइदिएँ अलिअलि हिलोले नुहाइदिएको नि त मैले अघि हिलोले नुहाइदिएँ मैले अलिअलि वाट इज बिजोक छ त रोहित होला त्यही छ त्यही छ देखिरहेको छ ल भाइ मिसफायर हान्ने यसले हान्दैन ऊ तिनीहरूले मिसफायर हान रे मिसफायर डिस्टर्ब हुन्छ नि ल ह्याप्पी न्यू इयर है त बाई